ओके नमस्ते रेखाजी नमस्ते रेखाजी हजुर यहाँलाई भेट्न एकदम खुसी लाग्यो है सो आज सुरुवात गरौँ रेखाजीको आफ्नो बारेमा हामीलाई अलिकति बताइ भन्नु होला आफ्नो रुचि आफ्नो प्यासन के छ लाइफमा यो अलिकति हामीलाई भनिदिनुहुन्छ कि एकदमै नमस्ते दिदी हजुरलाई भेटेर पनि एकदमै खुसी लाग्यो अ, आफ्नो बारेमा भन्नुपर्दाखेरि चाहिँ म रेखा कोइराला अ, अहिले हालसालै तस्मानियाको होबार्टमा बस्दै आइरहेको छु अनि मैले पढाइको क्रममा एमपिएएस सकाएर बसिरहेको छु र अहिले चाहिँ हालसालै घरबाट वर्क फ्रम होम को एउटा बिजनेस इन्सुरेन्स कम्पनीमा काम गर्ने मौका पाएको छु र त्यसलाई कन्टिन्युटी म राखिरहेको छु अ, साथसाथै आफ्नो कम्युनिटीमा जोडिनलाई चाहिँ म विभिन्न प्रकारको स्पोर्ट्स कार्यक्रमहरूमा चाहिँ भाग लिन्छु अनि प्लस यहाँको समुदायसँग जोडिनलाई चाहिँ यहाँको वेस्ट होबार्ट कम्युनिटी ग्रुपहरूसँग पनि म मेलमिलाप गरिरहेको हुन्छु आफ्नो मिडिया फेसबुकहरूबाट चलाएर पनि अथवा कुनै यहाँ स्पेसिफिक एउटा प्रोग्राम छ मेरो घर नजिकै एउटा सानो गेट टुगेदर एउटा हल छ त्यहाँ पनि हामी कहिलेकाहीँ जान्छौँ सो यसरी नै कम्युनिटीसँग मेलमिलाप गर्ने एउटा मौका जुरिरहेको हुन्छ अनि आफ्नो इन्ट्रेस्टको कुरा गर्नुपर्दाखेरि चाहिँ म चाहिँ आजकल घर घरमा इन्टरनेट छ सो फोन चलाउने साथीभाइसँग लाइक कनेक्ट हुने अनि अ, म चाहिँ चेस खेल्छु आफ्नो वेल खाली डन टाइमहरूमा र आफ्नो प्यासन भनेको चाहिँ अहिले मलाई यो क्रिप्टो ट्रेडिङको प्यासन चाहिँ एकदमै उम्लिदो अवस्थामा छ भन्नुपर्छ है मलाई एकदमै धेरै लाइक इन्ट्रेस्ट लागिरहेको छ त्यो सेक्टरमा सो अहिले म चाहिँ क्रिप्टो ट्रेडिङलाई पनि फलो गर्दैछु ए त्यही नै हो गजब रेखाजी वेल डन हो नि हजुरले मेरो बारेमा त भन्नुभयो लाइक सोध्नुभयो दिदी अब हजुरको बारेमा बताइदिनुहोस् न आफ्नो परिचय दिनुहोस् अनि आफ्नो इन्ट्रेस्ट फिल्ड अफ इन्ट्रेस्ट के हो अनि आफ्नो प्यासनलाई तपाईँले के कसरी फलो अप गरिरहनु भएको छ थोरै रेखाजी म सुनाइदिनुहोस् अस्ट्रेलियामा आएको 25 वर्षभन्दा बढी भयो है आफूले मेन्टल हेल्थमा दुःख पाएको कारण र कसरी मेन्टल हेल्थमा आफूलाई राम्रो गर्न सकेकोले चाहिँ म मेन्टल हेल्थमा चाहिँ एडभोकेसी गर्दै गएको एउटा आफूलाई पाएँ यहाँको पब्लिक स्कुलमा मैले धेरै वर्ष काम गरेँ पेरेन्ट्सहरूसँग बच्चाहरूसँग र त्यसले गर्दाखेरि मेरो प्यासन मेन्टल हेल्थमा झन्झन बढ्दै गयो र कसरी एउटा मान्छेको साथ पाउँदाखेरि अलिकति मेन्टल हेल्थमा गाह्रो भएको मान्छेले सास फेर्न पाउँदो रहेछ भन्ने कुरा मैले पाएँ त्यसले गर्दाखेरि म मेन्टल हेल्थमा चाहिँ धेरै नै म प्यासनेटली अगाडि बढेको छु त्यसै गरी मेरो अर्को रुचि भनेको चाहिँ कुकिङ मलाई कुकिङ असाध्यै मनपर्छ हरेकले एउटा नो आफूलाई माइन्डफुलनेस दिन्छ नि जस्तो कसैले रनिङलाई जानुहुन्छ होला कोही जिममा जानुहुन्छ भने म चाहिँ कुकिङलाई मेरो एकदमै एउटा वाव फ्याक्टर मैले पाएको छु त्यो भनेको चाहिँ खाना पकाउँदा र अरूलाई खानिदिँदाखेरिको एउटा रमाइलो त्यो नै मेरो लागि एउटा मेन्टल हेल्थमा चाहिँ असाध्यै सहारा बनेको छ र फ्राइडे चाहिँ म यहाँ होमलेसहरूलाई चाहिँ खाना पकाएर चाहिँ ड्रप अफ गर्ने मैले धेरै वर्ष भइसक्यो यो सबै कुराले चाहिँ मलाई लाइफमा चाहिँ एउटा प्यासन दिएको छ मेन्टल हेल्थ चाहिँ मेरो लागि ठुलो कुरा हो र कसरी हाम्रो कम्युनिटीलाई राम्रो गर्ने वाव कति राम्रो विचार दिदी मह्म। अ, त्यसो भए दिदी तपाईँहरू लाइक युजली आफ्नो यो रुचिलाई अगाडि बढाउँदै जाँदाखेरि आफ्नो यो मेन्टल हेल्थ सेक्टरमा पनि जुन काम गर्दै रहनु भएको छ तपाईँ यसलाई अझ सजिलो बनाउने बनाउनलाई कस्तो स्रोतहरू उपकरणहरू वा प्रविधिहरू प्रयोग गरिरहनु भएको छ हजुरले चाहिँ रेखा बहिनी मेरो चाहिँ कस्तो छ भने म एक्लै काम गर्छु जहाँ म काम गर्छु मैले आफ्नै मेरो आफ्नो काम गर्छु होइन मेरो स्रोत मेरो टुल भनेको मेरो दिमाग मेरो बडी हो मैले माइन्ड र बडीलाई राम्रोसँग सुरक्षित राम्रो माइन्डफुलनेसहरू दिन सकेँ भने मैले अरूलाई झन् राम्रोसँग हेल्प सेवा गर्न सक्छु होइन त्यसैले मेरो लागि एक्सर्साइज गर्ने राम्रो खाने टाइममा सुत्ने सर्कल राम्रो पोजिटिभ मान्छेहरूसँगको सर्कल राख्ने यो सबै मैले आफूलाई राम्रो गर्न सकेँ मैले त्यो कुरा अरूलाई सिकाउन सक्छु र सेल्फ लभ आफूलाई माया गर्ने जब त्यहाँबाट मैले सुरु गर्छु नि अरूलाई पनि कसरी यो मायाले चाहिँ मेन्टल हेल्थमा राम्रो गर्न सकिन्छ भनेर सिकाउन सक्छु जब मैले आफूमा गर्छु अरूलाई सिकाउन सकिन्छ होइन र मैले त्यही कारणले आफूलाई डिप्रेसनबाट मुक्ति गर्न सकेँ त्यसैले मेरो लागि टुल्स रिसोर्सेस भनेको आफूबाट सुरु हुन्छ
राम्रो सुत्ने, राम्रो खाने, राम्रो सोचहरू ल्याउँदाखेरि धेरैलाई राम्रो हुन्छ। त्यो चाहिँ मेरो लागि एकदमै पावरफुल टुल्सहरू हो बाबा। त्यही क्वेसन म रेखाजीलाई राख्न चाहन्छु, कसरी यहाँले आफ्नो लाइफमा चाहिँ आफ्नो टुल्सहरू टेक्नोलोजीहरू युज गरेर चाहिँ आफ्नो लाइफ गर्नुभएको छ? मैले चाहिँ आफूलाई सहज बनाउनलाई सर्वप्रथम त वर्क फ्रम होम भए बापतै घरमा इजी इन्टरनेट एक्सेस छ, जसले चाहिँ म घरमा बसेर पनि कुना कुनामा रहेका देशहरूको लागि पनि काम गर्न सक्छु सहजै आफ्नै टेबलमा बसेर। आफूलाई सहज हुने आफ्नो लाइक डिजेबल्ड पार्टलाई पनि इजी एक्सेस बनाउनको लागि चाहिँ आफ्नो सहजतामा टेबल टेक्स्टको तयारी गरेर बसेको छु। प्लस डेस्कटपहरू जसले चाहिँ आफ्नो आँखाहरू पनि नखाओस्, अनि स्क्रिनिङको लागि ब्लू स्क्रिन को लागि चाहिँ हाम्रो अहिले चस्मा पाइन्छ, त्यसले चाहिँ अझ हामीलाई सपोर्ट गर्छ। स्क्रिन हेरिरहनु पर्छ नि त हामीले, होइन? अनि यस्तो टुल्सहरू चाहिँ म प्रयोग गरिरहेको छु। अर्को भनेको चाहिँ घरमा घरको वातावरण, स्पेसली मेरो चाहिँ म माथि तलामा बस्छु, जहाँ चाहिँ मेरो टोइलेट बाथरुम पनि नजिकै अट्याच छ, जसले गर्दाखेरि मलाई सजिलो हुन्छ। अफ कोर्स। साथसाथै किचन त्यही फ्लोरमा भएपछि मैले त्यो धेरै तलमाथि गरिरहनु परेन, अझ मलाई सजिलो बनाउँछ। अनि म बिचमा स्ट्रेचिङ गर्ने, यताउता हिन्डुल गर्ने पनि गर्छु। र आफैमा हजुरको जस्तै लाइक आफैमा खुसी पाउनको लागि चाहिँ यस। म चाहिँ एकदमै बाहिर गएर रमाइलो गर्ने मान्छे भन्दा पनि आफैमा रमाइलोपन खोज्ने मान्छेमा चाहिँ पर्छु म पनि। सो घरैमा बसेर म आफै आफ्नो टाइम स्पेन्ड गर्ने, नोभल पढ्ने काम गर्छु, अनि त्यसले गर्दाखेरि मलाई अझ सहज बनाउँछ। यही हुन् मेरा उपकरणहरू चाहिँ। कस्तो राम्रो रेखाजी, वेल डन, आइम सो प्राउड अफ यु। थ्याङ्क यू दिदी। अम, अब यो छलफललाई अगाडि बढाउँदै गर्दाखेरि अझ धेरै मनमा उत्सुकताहरू आउँदो रहेछ, होइन? अझै प्रश्नहरू गर्न मन लाग्यो मलाई, सो मैले सुरु अफ गरेँ कोर्स दिदी। रेखाजी। अनि तपाईँले यो सबै काम गर्दा गर्दै तपाईँले आफ्नो जीवनलाई अझ राम्रो बनाउन र आफ्नो स्थानमा जुन वर्क फ्रम होम, लाइक हजुर आफ्नै घरबाट यस काम गर्नुहुन्छ, त्यसलाई अझ सुरक्षित स्थान बनाउन अनि आफ्नो घरमा काममा कस्तो के खालको परिवर्तन गर्नुभएको छ तपाईँले? रेखाजी, मैले पहिले पनि भने है, मेरो घर मेरो मन्दिर हो। मेरो दिमाग, मेरो जिउलाई मैले एकदम टक्सिसिटिजबाट टाढा राख्नुपर्छ। हजुर। डेन्जर जोन भनेको टक्सिक इन्भाइरोमेन्ट, टक्सिक मान्छेहरूबाट मैले आफूलाई एकदमै टाढा राख्दाखेरि मैले आफूलाई प्रोटेक्ट गर्न सक्छु। र म मेन्टल हेल्थमा काम गर्ने मान्छे, अरूलाई समाजसेवा गर्ने मान्छे भएको कारण दिमागमा मेरो कहिले पनि नेगेटिभ नआउनुको लागि मैले आफूलाई सुरक्षित राख्न एकदम जरुरी छ। त्यो भनेको जे कुरा मेरो लाइफमा सुहाउँदैन, म त्यो कुराहरूबाट टाढा बस्छु। जस्तो मलाई नराम्रो खाँदाखेरि मेरो जिउमा नराम्रो हुन्छ भने मैले त्यो खाना खान भएन। त्यसैले मेरो लागि मेरो जिउ, मेरो दिमाग नै मेरो मन्दिर भएको कारण मैले आफूलाई हरेक इन्भाइरोमेन्टको टक्सिसिटिजदेखि लिएर लाइफको मान्छेहरू, कामको मान्छेहरू जहाँ टक्सिसिटिज हुन्छ त्योबाट मैले टाढा राख्दाखेरि मैले आफूलाई सुरक्षित पाउँछु र धेरै समाजसेवा गर्न सक्छु, अरूको लाइफमा राम्रो परिवर्तन गर्न सक्छु। त्यसैले मबाट सुरु हुन्छ। आफूलाई राम्रो गर्दाखेरि अरूलाई राम्रो गर्न धेरै गर्न सकिँदो रहेछ। सो मेरो लागि त्यो एकदमै जरुरी छ छोरी। तिम्रो चाहिँ के छ बाबा? मैले चाहिँ दिदी वर्क फ्रम होमलाई एउटा अपर्च्युनिटीको रूपमा मात्र नभएर यो मेरो लागि चाहिँ सुरक्षित स्थान, आफू जुन ठाउँमा छु त्यसलाई अझ सुरक्षित व्यवस्थित बनाउँदै गइरहेको छु जस्तो लाग्छ। एक त वर्क फ्रम होम बाट काम गरे बापत मलाई घरबाट बाहिर निस्किने, आज के लगाउने, अब आज गाडी छुट्ला, आज पानी परिरहेछ, हावा चलिरहेछ, हुन्डरी चलिरहेछ, जाडो छ, जान्न काम भन्ने खालको त्यस्तो खालको मेन्टल प्रेसर चाहिँ आउँदैन। एक त सबैभन्दा राम्रो पक्ष त्यसको। दोस्रो भनेको चाहिँ घरमा मेरो मिल्ने साथीहरू छन्, हाउसमेट्सहरू छ, मेरो पार्टनर हुनुहुन्छ, जसले चाहिँ मलाई पर्दाखेरि, अप्ठ्यारो पर्दा सधैँ सहयोग गर्ने, साथ दिने, माया दिने मान्छे हुँदाखेरि चाहिँ आफूमा अझ बढी उत्साह बढ्छ, एनर्जी झन् बढी रूपमा माथि आउँछ। अनि यसले चाहिँ गर्दा बढी सहयोग मिल्छ। र
यति मात्र नभएर हामी कहिलेकाहीँ चाहिँ घरका हाउसमेटहरू भएर खाना बनाउने सँगसँगै मोमो बनाउने, बिरयानी बनाउने पनि गर्छौँ, एकअर्कासँग सेयर गर्छौँ अनि हो नि। एकअर्कासँग खाना मात्र साट्दा साट्दै मान्छेको मनको कुराहरू पनि साटिन्छ, जसले गर्दाखेरि नयाँ कुरा सिक्ने मौका पनि पाउँछ र एकअर्कासँगको नजिकपन अझ बढ्दै जान्छ। र यही नै हो मेरो चाहिँ म आफ्नो घरमा सुरक्षित स्थान पाउनलाई चाहिँ म यस्तै काम गरिरहेको छु र कस्तो राम्रो। त्यही नै हो। गजब रेखा बहिनी, वेल डन है। थ्याङ्क यू सो मच दिदी। अनि दिदी अ, हजुर। अ, हजुर त समाजमा लाइक अहिले जुन कम्युनिटीको लागि समाजको लागि यो सबै काम गर्दै आइरहनु भएको छ, सेल्फ लाइक आफ्नो प्रफिट ओरिएन्टेड नभएर कि सेल्फ आफै दिइरहनु भएको छ नि त समाजको लागि होइन। यस्तो केसमा चाहिँ अशक्तता भएको व्यक्तिहरूलाई समाजमा आफूले आफूलाई पहिचान गराउनको लागि के कस्तो सल्लाह चाहिँ तपाईँ दिनुहुन्छ दिदी? बहिनी कस्तो राम्रो क्वेसन, थ्याङ्क यू है। जस्तो मैले आफूमा के छैन त्यो मात्रै सोचेँ भने म अगाडि बढ्न सक्दिनँ। जस्तो म भनौँ न मेरो राम्रो कान सुन्न सक्दिनँ होला होइन, मेरो राम्रो आँखा देख्न सक्दिनँ, राइट। तर मैले त्यसमा मात्रै सीमित राखेँ भने आफूलाई, मेरो राइट साइड त काम गरिरहेछ नि, त्यहाँ पो हेर्न पर्यो त। त्यसैले मान्छेहरूलाई हरेक हरेक नेपाली कम्युनिटीहरूलाई पनि भन्न चाहन्छु कि आफ्नो जे छैन त्यहाँ हेर्ने होइन, जे छ त्यसलाई प्यासन बनाएर अगाडि बढ्ने हो। किनभने लाइफमा धेरै कुरा हुन्छ, कहिले राम्रो कहिले नराम्रो, तर नराम्रोलाई मात्रै हेर्दाखेरि हामी त्यो ठाउँमा मात्रै बसिरहनेछौँ र त्यो नेगेटिभ कुराहरूले हामीलाई झन् डुबाउनेछ, हामी त्यो दलदलमा फस्नेछौँ। त्यसैले पोजिटिभ हामीले हेर्न एकदम जरुरी छ र आफ्नो माइन्डसेटलाई चाहिँ एकदम पावरफुल बनाउने, त्यो भनेको एक्सर्साइज गर्नै पर्छ। एक्सर्साइज गर्दाखेरि कार्डियो राम्रो हुन्छ, कार्डियो गर्दाखेरि अक्सिजन दिमागमा जान्छ, त्यो गर्दाखेरि हाम्रो सेरोटोनिन बढ्छ, त्यो गर्दाखेरि हाम्रो सोच्ने शक्ति बढ्छ, भनेपछि हामीले लाइफ कति राम्रो गर्न सक्छौँ। त्यही भएर हरेकलाई भन्न चाहन्छु कि आफूबाट सुरु गर, आफूलाई एकदम वाच योर सेल्फ कि आफूलाई के मैले नराम्रो बाटो गरिरहेको छु त्योबाट हामीले राम्रो बाटोमा जाने हो। त्यही भएर माइन्ड सेट इज एभ्रिथिङ, सेल्फ लभ इज एभ्रिथिङ, त्यो भन्न चाहन्छु। त्यहाँबाट हाम्रो लाइफ राम्रो हुनेछ। वाव, र त्यही कस्तो क्वेसन मेरो प्यारो रेखाजीलाई भन्छु कि आफ्नो पहिचान खोज्न या सिर्जना गर्न प्रयास गरिरहेका अन्य अशक्त व्यक्तिहरूलाई तपाईँले के सल्लाह दिन सक्नुहुन्छ? मेरो तर्फबाट भन्नुपर्दाखेरि चाहिँ जुन मैले आफै भोगिरहेको छु, एक्सपिरियन्स गरिरहेको छु एभ्री डे लाइफमा होइन। सो आफू पोजिटिभ भयो भने चाहिँ अरूलाई पनि पोजिटिभनेस छर्न सकिन्छ। सो सकारात्मक सोच नै सबैभन्दा ठुलो इम्पावरमेन्ट हो। यहाँ पावर अफ द हाउस भन्छ। सकारात्मक सोच को कमी हुने बित्तिकै हामी कहीँ न कहीँ नेगेटिभिटीमा जान्छौँ। सो ममा केमा कमी छ, म डिफ्रेन्टली एबल छु, त्यो कमी पार्टलाई साइड लगाएर मेरो 99% पार्ट त एकदमै राम्रो छ, वाउ म गर्न सक्छु, आम क्यापेबल, म सक्छु भन्ने एउटा दृढ शक्ति चाहिँ मनमा राखेर काम गरिसक्यो भने चाहिँ त्यसले चाहिँ हामीलाई अझ बढी ऊर्जा दिन्छ। र मैले मैले गर्दाखेरि एउटा ठुलो होल कम्युनिटीले पुरै कम्युनिटीले सुधार्न जरुरी छैन, तर मैले गर्दा एउटा कुनै व्यक्तिको जीवन बदलिन्छ भने त्यो चाहिँ मेरो लागि ठुलो उपलब्धि हुनेछ। त्यही भएर सकारात्मक सोच र आफू पनि अरूलाई केही गर्न सकौँ भनेर एउटा इक्जाम्पल सेट गर्न सक्यो भने चाहिँ सायद अब आउने कुनै पनि एक्स्ट्रा एबल्ड अर्डिनरली एबल्ड हुनुहुन्छ उहाँहरूलाई चाहिँ सपोर्ट मिल्छ, साथ मिल्छ र हामी जस्तो मान्छेहरू चाहिँ एज अ पिलर भएर बस्यो भने पनि कमिङ फ्युचर जेनेरेसनलाई अथवा हामी भन्दा हाम्रै भाइ दाजुभाइ दिदीबहिनीहरूलाई पनि सपोर्ट मिल्छ, सहयोग मिल्छ जस्तो लाग्छ र कम्युनिटीलाई पनि अगाडि बढ्न धेरै हेल्प हुन्छ जस्तो लाग्छ। गजब त्यही हो दिदी। गजब, एक्ज्याक्टली, वेल डन छोरी है। यसै गरी हामी दुवैजनाले कम्युनिटीमा पोजिटिभ फैलाउन सकौँ, एकअर्काको मद्दत गर्न सकौँ र लाइफलाई राम्रो बनाएर एउटा इक्जाम्पल बन्न सकौँ। एकदमै दिदी। We are वेल trying our डन। best, so let's do यस, this together. Thank you so एब्सोल्युटली। much for this opportunity. हामी दुवैजनालाई यहाँ ल्याइदिएर हाम्रो आफ्नो आफ्नो uh, आफ्नो कुराहरू राख्न पाएका छौँ। तपाईँलाई धेरै धेरै धन्यवाद। थ्याङ्क यू, नमस्ते।